नमस्ते सही श्रमदान यहाँ सम्पूर्णमा म विराज रहेको छु। अहिले छौँ हामी आज चाहिँ हाम्रो लेटाङको 18औं श्रमदानमा र आजको श्रमदान स्थल रहेको छ लेटाङको चाहिँ नि किरात राई यायोखाको चाहिँ एउटा परिसरमा र यो चाहिँ रहेको छ लेटाङ 4 मा बुद्ध मार्ग र तपाईको चाहिँ नि खेरवाली मार्गको बीचमा पर्ने स्थान रहेको छ। जय श्रमदान सम्पूर्णमा सबैले आफ्नो ठाउँमा श्रमदान यसरी गर्नु होला। अहिले यसरी बाटो नाली विभिन्न सार्वजनिक स्थलहरू सरसफाइ गर्दै अगाडि बढ्ने हो र बिस्तारै बिस्तारै विकासमुखी कामहरू पनि हामी गर्ने हो। यहाँलाई यो चाहिँ एउटा सुरुवाती रूपमा यसरी बुझेर अगाडि बढ्दिन अनुरोध गर्न चाहन्छौँ। श्रमदाताहरू पल्लो छेउदेखि वल्लो छेउसम्म छरिनु भएको छ। निकै लामो अझै आउनु बाँकी छ श्रमदाताहरू। सबै गाडी 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 फाइन्छ। अब यो चाहिँ काठमाडौँको कीर्तिपुर भन्दा कम छैन है। यो गाडी चाहिँ काठमाडौँको टियुमा भएको कीर्तिपुरको गाडी भन्दा कम छैन। ल यहाँ हेर्नुहोस्, काठमाडौँमा 401 रोपनी फडानी भइसक्यो भन्ने कुरा छ। यहाँ धन लेटाङमा थुप्रै भइसक्यो है। अब यहीँनिर बजार, यहाँदेखि उता यो यहीँनिर उधोपट्टि आर्मी ब्यारेक छ र यहीँनिर अब यो राष्ट्रिय रानी तथा टुक्रे वन भन्छ। अब न यो बनाइहाल्छ, न तपाईँको चाहिँ नि पर्यटन बनाउँछ, न धार्मिक संस्थाहरूलाई केही अधिकार दिन्छ। यो 35 वर्षदेखि तपाईँको चाहिँ नि लथालिङ्ग भएर बसेको जङ्गल है यो। यहाँ 4 नम्बर वडाका प्रतिनिधिहरूले केही बिरुवाहरू रोप्नु भएको छ, सुरक्षा पनि गर्नु भएको रहेछ। ल है ल, जय श्रमदान, जय श्रमदान। स्याबास स्याबास स्याबास, जय श्रमदान। ल ठुलो निकै एरिया परदेखि फाँडेर आएको निकै फाँडिसक्नु भयो। ल हजुर खाने पर खोइ लु खाउँ के छ। यता उतापट्टि फेरि हाम्रो यता चाहिँ नि आर्मी सरहरूले पनि आफ्नै काम गरिरहनु भएको छ। ड्याङ आफ्नै श्रमबाट यो पनि एकदम राम्रो छ। छपक्कै हो छपक्कै। ल छपक्कै। हामी अब आजको हाम्रो 18औं श्रमदानलाई समापन गर्न गइराखेको छ। सबैजना आइदिनु होला यता। आज सबै पानी बिस्कुट किरात राई यायोखाले चाहिँ नि उपलब्ध गराउनु भएको छ। हाम्रो चाहिँ नि टिमले मास्क ह्यान्ड ग्लोभ्स यो चाहिँ कम्पलसरी नै हामीले उपलब्ध गराउँदै आएका छौँ। सम्पूर्ण श्रमदाताजीहरूलाई औजारहरू आफैले लिएर आउनुहुन्छ। केही हामीसँग छन्, केही सौजन्यकर्ताहरू सहयोगीदाताहरू खोजिराखेका छौँ। राम्रो गीत त छैन त, जति खोजौँ राम्रो भनेर भनेको आउँदैन। ल हजुर, दुर्बराईबाट हाम्रो श्रमदाता टिमलाई रु 1000 हस्तान्तरण गरिसक्नु भएको छ र हाम्रो अध्यक्षज्यूले ग्रहण गरिसक्नु भएको छ। यसलाई धेरै धेरै धन्यवाद। हजुर, वार्ड नम्बर 5 दुर्बराज राईज्यूबाट। ल कोषाध्यक्षज्यूको जिम्मा। र आज हाम्रो यो किरात राई यायोखाको उधौली गर्ने प्राङ्गणमा हामीबाट मात्रै सम्भव नभएकोले गर्दा हामी श्रम संस्कृति पार्टी नगर कमिटी लेटाङका श्रमदाता टोलीलाई सहयोग मागेका थियौँ। त्यसमा भव्य रूपमा यहाँहरू उपस्थित भएर हामीलाई
सहयोग गरिदिनु भएको छ। यसमा सम्पूर्ण नगर कमिटी अध्यक्षदेखि लिएर सम्पूर्ण पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, सम्पूर्ण श्रमदाताज्यूहरूलाई म मेरो व्यक्तिगत तर्फबाट र त्रिनात्र यायोखा लेटाङको तर्फबाट यहाँहरूलाई हार्दिक हार्दिक धन्यवाद भन्न चाहन्छु। र हाम्रो पुर्खा सुम्निमा पारुवाङ र हाम्रो भूमे देवताले यहाँहरूलाई सम्पूर्णलाई शक्ति दियोस्, बल दियोस्, बुद्धि दियोस्, ज्ञान दियोस् र उन्नति प्रगति र जनताको हित अनुसार काम गर्ने यहाँलाई ज्ञान बुद्धि दियोस् भन्ने पनि म भन्न चाहन्छु। र यहाँले सहयोग गरिदिनु भएको छ। सोचेको भन्दा धेरै राम्रो काम भएको हामीले मूल्याङ्कन गरेका छौँ। र अब पाहुना भात हिजो आएको आज पनि आएछ भन्थ्यौँ होला, तर काम गर्नुपर्ने भएकोले गर्दा अनुकूल मिलेमा हामीले 2 हप्ताको लागि अनुरोध गरेका थियौँ। हुन सक्यो भने आइदिनु होला, होइन अर्का ठाउँ प्लान छ भने फेरि कुनै दिन हामी जोडिने नै छौँ। र हामी सबै श्रमप्रति भावना राख्ने हो, विचार राख्ने हो। हामीले श्रम नगरी काहीँ पनि खाएका छौँ, घरमा होस् चाहे सार्वजनिक काममा होस् त काहीँ पनि। घरको काम पनि श्रमै हो र यसरी हामी कुनै सङ्घ संस्था या कुनै सार्वजनिक ठाउँमा गएर गर्नु पनि श्रमै हो। र श्रमले नै हामीलाई केही उन्नति प्रगति गर्छ भन्ने त धेरै ठाउँ देखिसकिएको छ। जस्तै कम्ती पैसाले धेरै काम गर्नको लागि के गर्नु पर्यो, श्रमदाताहरू जाग्नु पर्यो। जस्तै हाम्रो नगरपालिकाहरूले, वडाहरूले केही सरसामानको बजेट दिएर बजेट निकासा गरेर श्रमद्वारा काम गर्नु भयो भने यो श्रमदाताहरू ग्रुपले उठेर गरिदिनेछ। तर ठेक्का लाएन भने कमिसन आउँदैन, त्यसले गर्दाखेरि श्रमदाताहरूलाई त्यो काम दिँदैनन् भन्ने पनि म यहाँलाई भन्न चाहन्छु। किनभने ठेक्का लाएपछि ठेकदारबाट पनि पायो, उता अनि श्रमदाताबाट पनि पाए। किन एकजना मजदुरको 1% काट्नु पर्दो रहेछ, त्यो त नगरमै रहने हो। त्यसो भएकोले गर्दाखेरि हल्का खाजा पानी दिएर त्यो मजदुरको काम त श्रमदाताले गर्थे नि त। त्यसकारणले 5 करोडले गर्ने काम 2.5 करोड 3 करोडले त्यो सम्पन्न हुने पनि थियो भन्ने पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। र यहाँलाई हार्दिक हार्दिक फेरि पनि धन्यवाद भन्न चाहन्छु। फेरि पनि हामीले अनुरोध गरे अनुसार अनुकूल मिलेमा आश गर्छौँ, होइन भने फेरि कुनै दिन जोडिनेछौँ भन्ने भनाइ राख्दै मैले अघि ह्यान्डग्लोभको कुरा आउँदै थियो, अलिकति त्योभन्दा माथिको भन्दा तलको मैले 10 पिस यहाँलाई हस्तान्तरण गर्नु चाहेँ। यो जस्तै अब मैले 10 पिस, अर्कोले 10 पिस, 10 जनाले दियो भने 100 पिस हुन्छ, 15 जनाले 150 पिस हुन्थ्यो भन्ने पनि मैले 12 पिस ल्याउन चाहेको, तर रहेछ यति नै। त्यसले गर्दाखेरि आजको दिनमा मैले 10 पिस ह्यान्डग्लोभ यहाँलाई हस्तान्तरण गर्न चाहेँ। अध्यक्षज्यूले नै ल्याइदिनु। 10 जोड होला होइन सर? 10 जोडी। 10 जोडी। ल धन्यवाद। फेरि पनि हामी बलियो खालको ग्लोभ्स। ल धन्यवाद। के अरे कहीँबाट जुगाड भयो भने अझै पनि हामी थप गर्दै लानेछौँ। आज 76 जना। फेरि पनि यहाँलाई हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दै मेरो भनाइ यहाँ अन्त गरे। जय श्रमदान, जय श्रमदान, जय माटो, जय माटो, जय श्रमदान, जय श्रमदान, जय माटो, जय माटो। रोकी होइन, रोकी होइन, रोकी होइन। आज श्रम संस्कृति पार्टी नगरको 18औं श्रमदान
त्यो उतै जग्गा छ त्यो खेरुवा खोला आउँछ खेरुवा खोला पारिपट्टि करमपट्टि मजुवा भन्छ अलिक अरू कसेर बोल्नु न आइरहेछ डाँडामा त खुट्टा निक्लिनु पर्यो पर्दैन भोलिको वाटर कमिटीले को घुम्ने सम्पर्क गर्नु भन्नु मछुवाको लागि घुम्ने लागि जग्गा रहेछ तपाईँ हामीलाई फोन गरेर उ गरौँ होला महानुभावहरूको म नामवाचन गर्न गइरहेको छु। यही बरु चलौँ न आज हामीलाई यतापट्टि बस्नु नगद सहयोग गर्नुहुने ध्रुवराज राईज्यू लेटाङ 5 बाट उहाँले हामीलाई रु 1000 सहयोग गर्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। चलाको लगिदिउँ त्यस्तै गरेर किरात यायोखाबाट किरात यायोखाका अध्यक्षज्यूले हामीलाई ग्लोभ्स 10 थान ग्लोभ्स दिनुभएको छ। 10 जोडी उहाँलाई धेरै धेरै धन्यवाद। 10 जोड ग्लोभ्स। त्यसै गरेर सम्पूर्ण आज उपस्थिति हाम्रा श्रमदाताहरूलाई पानी र बिस्कुट पनि दिएर सहयोग गर्नुभएकोमा किरात यायोखा टिमलाई धेरै धेरै धन्यवाद। हस्त जय श्रमदान, जय श्रम संस्कृति, जय माटो जय देश।